पासपोर्ट पाइरहेको छ कसलाई फुर्ती लाग्छ त कसलाई हात लाग्छ अझै पुलिस हो कसलाई हात लाग्छ अहिले के भन्नु किन हात हाले त बडा हातले ह के हातले अहिले बुझ्नु मैले के रे चल पैसा दिनुपर्ने जा भाइ भन्ने आछ त त छ छ ह हजुर म तिरे भोलि 8:30 भने भाइ जा भन्ने आछ त म जादिन म बोल्छु त के रे अहिले के गर्नु भाइ 5:30 उसँग छ र त उले दे कहाँ छ कहिले तिर्नु र उले तिर्नु एउटै हैन मैं साथी मात्रै हो थोरै मेरो परिवार हो त सुन तेरो साथी त हो नि तेरो साथी त हो नि गोल ठोक्नु तेरो साथी त हो नि म मोबाइल तयार छु के म मोबाइल तयार छु 30 वर्ष आम पुलिसहरुले म मोबाइल यति सुधार दिएर जान्छु कि तिमीहरू नेपाली जुन जनता हुन्छ तिमीहरू है साथी हेर दाइ भाइहरु के भन्नु अब यस्तो के भन्छ र के गर्छ तिमीलाई आजसम्म के गर्यो कति पीडित आइमीहरु कति के हुनेछ है घर जाऊ अब तमासा गर्ने जा राम्रो मुले भनेछ हैन पुलिसको आफ्नो ड्युटी हुन्छ सुन पुलिसको आफ्नो ड्युटी हुन्छ जनता हेर्नु बाटो डिस्टर्ब हुन्छ हामीलाई पनि म मर तयार छु भोलि कोर्ट मर साथी मरेर के गर्छौ मरेर बाँच्छौ भोलि दिन हजुर मेरो मरन त नि त 20 मिनेट गाउ हैन म खाएको देख्छ का भाइ मेरो भोलि बिहान फ्रेसमा आएर बोलाउनु अरे म 5 वर्ष मेरो बाउ छोडेर गयो फ्रेसमा बोलाउनु त 5 वर्ष मेरो बाउ छोडेर गयो आज अर्को बुढी 3-4 बुढी बिहे गर्यो तर मलाई चाहिँ पैसा के गर्छ नि मलाई आन्दोलन ए म बन्न रेडी छु बन्न किन मरेर के गर्छौ मरेर म आफै बनाउँछु तर मरेर चाहिँ तिमीहरूको जितेको हुन्छ नि जुन बजार बडा कोट हाल्नु म कोट हाल्नु तयार छु म तर म नेपालको लागि म एउटा एकदम उस्ते जान्छु सधैँ जान्छु मालिस गर्न पठाउनु सुन दिदी म जस्तो बच्चाले कति धेरै सोझो हुनु रहेछ भाइ तपाईँ धेरै सोझो सुन्न होइन त छैन पढाइदिन्छन् कान्ति पढ्न है सरकारी त्योसँग बोलिरहनु भनेको राम्रो कुरा हैन के होइन राम्रो कुरा हैन कसले पुलिस हात हाल्यो जाऊ भाइ भनेर मेडिकलले भन्दाखेरि पनि लफडा गरिदिएको छ लिमिटमा बोल्नु पर्यो नि मान्छे भएर हजुरको बच्चा भएकै मान्नुहुन्छ हजुरको बच्चा मान्नुहुन्छ भोलि भन्ने नि त यो कुरा आज माथि भोलि कुरा म आइदिन्छु म कसैले सपोर्ट गर्दैन त तँलाई भाइ यार चौकीले